हेलो नमस्ते एन्ड गुड मर्निङ सबैजनालाई फेरि पनि स्वागत छ हामी सबैको घुमघाम यात्रामा। आशा छ सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि एकदम सन्चै छौँ। ल आजको हाम्रो यात्रा चाहिँ तपाईँको आगामी त हामी सधैँ गइरहेको छौँ होइन, आगामी एकदमै नर्मल भयो। आगामी हामी गइरहेको छौँ। अब आज चाहिँ आगामीको चाहिँ त्यो माथिको त्यो डाँडा यहाँ अब खासै त्यस्तो नजिक छैन, अलिक टाढै हो है। आगामीको चाहिँ हामी यसपालि चाहिँ टप डाँडामा जाने प्लान छ हाम्रो। म यहाँबाट चाहिँ अब केटाहरूलाई पिकअप गर्दै जान्छु। अब त्यहीँ भेटौँला। केटाहरूसँग भेला भइसकेपछि केही खाएर अनि हामी आगामी जान्छौँ। त्यसको आगामीको डाँडा आइज लगाइन्छ। अब के छ भने म चाहिँ यहाँ आइपुगेँ नि त, साथीको उसमा आइसकेँ। अब म चाहिँ यहाँ वेटिङमा छु। अब केटो कति बेला आइपुग्छ भन्दै म उसको रुमको अगाडि नै छु। रुम चाहिँ यो साइड चाहिँ हो कि सरी यो छ, यो होइन यो हो। म चाहिँ यहाँ वेटिङमा छु केटोको। अब कति बेला आइपुग्छ। अब फोन हानेको कि फोन लगाइरहेको थिएन। फेरि अब यताबाट यसलाई उठाएर अनि दिपेशलाई उठाउँछु भनेर रेडी भइसक्यो। उसलाई लिन्छु, पिकअप गर्छु। अब शेखरलाई भनेको उसको चाहिँ आज काम हाल्दै रहेछ। भर्खरै मेसेज गरेको उसको, भाइ मेरो चाहिँ काम हाल्दैछ भने ठिक छ, काम गर्नुपर्छ होइन, फ्री भएको बेलामा त मात्रै हो घुम्ने। त्यही भएर उसलाई चाहिँ ल ठिक छ काम जाऊ भने। अब हामी चाहिँ अब गणेशलाई उठाएर त्यसलाई पिकअप गरेर अनि हामी लागिपर्छौँ। हो आउँछ पो कति बेला हो भन्ने कुरा कि होइन। अब एकछिन वेट गरौँ। ल फाइनली आयो, बल्ल आयो यो मान्छे। यही मान्छे हो कि लेट गर्ने चाहिँ। के भन्नु, नुहाउनु पर्ने रहेछ बोला। केटी हेर्न जानु लाग्यो चाहिँ नुहाउनु पर्ने रहेछ कि तिमी केटी हेर्न लाग्यो हो र? भन त। अब त उसको चाहिँ काम भयो अरे, शेखरको आज काम हाल्यो अरे। अब दिपेशलाई लिन जाऊँ। हामी चाहिँ आकागी जाने। आकागी भन्दैन, आकागी त डाँडामा टपमा के। आकागी छुट्टै, डाँडा छुट्टी छ नि त। त्यो डाँडामा जाने भन्ने कुरा भयो। के छ विचार, ठिक छ नि होइन? छुट्टी छ ठिकै छ। ल अब हामी अब दिपेशलाई लिन जान्छ है त। ल अब चल्यो नि त। ल हामी चाहिँ फाइनली अब खाजा खान लाग्यौँ। के हो? एरुचिकी रेड दो अनि यता के हो? बनाना लस्सी हो। यो बनाना यो बियर हो क्या? बनाना बियर पनि हुँदो रहेछ। म चाहिँ मोन्स्टर र चेकिरेतो खान लाग्यो। मैले त सुरु गरिसकेँ खान लाग्यो नि। चियर्स। हाम्रो चाहिँ चियर्स है, कम्पाई। यो खाएर जाने हो नि त। मोन्स्टर चाहिँ लगभग एक हप्ता चाहिँ खाएन चाहिँ एउटा चाहिँ खानु मन लाग्छ मलाई चाहिँ। ल अब हामी खायौँ। कस्तो लागेर मन परेन? यो अलि अर्कै रहेछ। रिभ्यू नराम्रो आएछ यार। खासै राम्रो नरहेछ यो बनानाको चाहिँ। अनि बनानाको नि त के रे आयो मात्रै। फ्लेभर चेन्ज गर्नु पर्दैन, फिल्टरकै। ल अब टेस्ट चाहिँ लागेन। यो भयो कि के भन्छ, त्यो लस्सी टाइपको होइन रे त्यो? लस्सी टाइपकै हो। ल यो चाहिँ हामीले चाहिँ यो आकाकी जानेको अलिकति अब लगभग आइपुग्न चाहिँ लाग्यो, तर आइपुगेको चाहिँ छैन हामी होइन। यो चाहिँ ठाउँ चाहिँ राम्रो छ। फोटोग्राफी त्यस्तै हो। ल यता चाहिँ फोटो सुट भइरहेछ यहाँ। यता क्यामेराम्यान कता छ? लडेको छ। दुईटा खिच्नु पर्दैन भन्थ्यो गणेशले, खिचेपछि एउटाले चित्त बुझाउने खिचिन्छ भनेर। गणेश चाहिँ यो ठाउँ फर्स्ट टाइम आएको होइन गणेश? फर्स्ट टाइम कस्तो लाग्छ यो ठाउँ चाहिँ? यो के भन्छ, यो चिसो हावा होइन, ठ्याक्कै यो नेपालको लुम्ले जस्तै। लुम्ले म चाहिँ यहाँ गणेशको साथीलाई उठ्या बिरा भेटेको छु होइन। नाङ्गे रहेछ गणेश, कपडा लगाइदियो तिमी के गरेको हेर्दै त्यस्तै। त्यस्तो राम्रो आउँदैन है, हामीले खिचिहाल्छ। यस्तो दामी देखिन्छ कि। फुल जुत्ता सही छ। न्यू त्यो चस्मा निकाले त यार उता एकछिन गणेशलाई फोकस गरिदिन्छ गणेशलाई। न्यूको ल गणेश यार भाइरल भयो नि, खत्तम हुन्छ फेरि। लाइन लाग्यो फेरि कोरोना भाइरस छ त भाइरल चाहिँ नभयो क्या त्यही हो। भाइरल भयो के मतलब, फोटो खिचाउँदा खत्तम हुन्छ त्यस्तो।
हामी अहिले चाहिँ आगे आइपुगेछौँ होइन केटाहरू पछाडि पुरा फोटो खिच्दैछ त्यहाँ चढाउला फेरि यो आकागी यो चाहिँ ताल है अब डाँडामा चाहिँ जान बाँकी नै छ हामी डाँडामा जान बाँकी नै छ है गणेश मानको फोटो यही हो आमा खतरा आयो त गणेश अहिले त गणेश मगर अफिसियलमा चाहिँ लाइक्स एन्ड अनसब्सक्राइबर हो क्या आकागी यो चाहिँ जाडो मौसममा रे गर्मी मौसममा आएर चाहिँ यहाँ चिल गर्नु चाहिँ एकदम दामी छ कि एकदम शीतल अहिले हाम्रो जाडो भइरहेछ कि चिसो चिसो फिल भइरहेछ तपाईँहरू यहाँ मजाले बोटिङ पनि गर्न सक्नुहुन्छ होइन हेर्नु बोटिङ पनि छ है ए बोटिङको सुविधा पनि छ तर यहाँ तपाईँहरू आएर मजाले बोटिङ गरेर घुम्न सक्नुहुन्छ जस ठाउँ चाहिँ बवाल छ ल अहिले चाहिँ हामी आकागीको यो ठाउँमा छौँ होइन यहाँबाट तपाईँको चाहिँ भ्यू एकदम दामी देखिँदो रहेछ क्या लेट्सी भ्यू होइन अहिले चाहिँ हामी अब यहाँबाट तल चट्ट माथि डाँडाबाट देखिने भ्यू हेर्छौँ अब अनि यताबाट देखिने छुट्टै भ्यू छ ल अब हेरौँ है त ल अहिले चाहिँ हामी यो कुनुमामा जान लागेको लगभग कति 1.7 किलोमिटर रहेछ
अब अलिकति हाइकिङ गरौँ भनेर यो चाहिँ अर्को ठाउँ छ होइन। ल केटाहरू यहाँ लागि परिसक्यो अब गर्मी होला जस्तो छ बल्ल घाम लाग्यो होइन मजा आयो जस हाम्रो गाडी पार्किङ छ अब यहाँ नै छ होइन यतातिर गाडी पार्किङ छ अब हामी यसो लागि पर्छौँ आमा धेरै टाइमपछि बल्ल हाइकिङ गर्न लाग्यो त यार या जङ्गल हुँदै त्यो जनावरहरूलाई असर गर्छ भनेको कि त्यो चाहिँ मान्छे हिँड्ने बाटै हो अनि होला ल अझै हामी 0.2 किलोमिटर हिँड्न बाँकी छ होइन जस्तै हामी यताबाट आयौँ यहीँ बोर्ड छ होइन माथि गयो भने अर्को ठाउँ हो हामी चाहिँ यहाँबाट तल जानुपर्छ है तपाईँहरूलाई को कोलाई चिप्लेटी खेल्न मन लाग्छ प्लिज यहाँ खेल्न सक्नुहुन्छ सिधै रोडमा पुगिन्छ यहाँबाट नि आकाकी लेक देखिन्छ ऊ त्यो त छ पहिरो नजास् भनेर बानेर त्यो गरिदिएको अहिले चाहिँ हामी टपमा आइसक्यौँ होइन हामी पछाडि यहाँ हेर्नु यो पछाडिको आकागी हो होइन आकागी नै मजाले देखिँदो रहेछ धेरै टाइमपछि हिँडेको यस्तो मजा आइरहेछ थकित पनि मजा पनि अनि फेरि अर्को एउटा यहाँबाट चाहिँ दामी चाहिँ के रहेछ भने तपाईँको यहाँबाट चाहिँ माउन्ट फुजी पनि देखिँदो रहेछ क्या तपाईँको अलिक खुलेको बेलामा चाहिँ हेर्न आयो भने किनकि तपाईँको यहीँ देखाएको छ कि माउन्ट फुजीको होस् यहाँबाट चट्टै हेऱ्यो भने माउन्ट फुजी पनि देखिन्छ यहाँबाट चाहिँ यो यहाँ के हेर्नु यो माउन्ट फुजी यस्तरी त्यो देखाउँ अलिअलि देखियो नि त्यो चाहिँ ताल देखेछ होइन यहाँबाट चाहिँ ताल देखेछ ल फर्स्ट टाइम हामी होइन आकागी आएर आकागीकै छेउको नयाँ ताल कोनुमा ताला बल्ल मान्छे पहिला आएको थिएन यो चाहिँ खासै यहाँ मान्छे धेरै आएको त छैन नै होला होइन मान्छे नै आएर रहेछ नि त हो कोनुमा ताल होइन हामी नै फर्स्ट टाइम आएको यो नजिकै रहेछ यस्तो राम्रो रहेछ है वरिपरि
थाहै छैन ल ल यो यो चाहिँ कोनुमा ताल हो है हा नाउ वी आर इन कोनुमा ताल लेक कोनुमा लेक अब आजको हाम्रो घुमघाम सकियो होइन अरू नयाँ ताल आइयो अरू नयाँ ठाउँ पनि देखाइयो होइन जस्तो राम्रो लाग्यो फेरि पनि आउँछौँ हामी होइन अब चाहिँ यहाँ अलिकति यतापट्टि एउटा डाँडा छ त्यता आउने प्लान छ अब अर्कोचोटि चाहिँ त्यही डाँडा हेर्ने हो त्यो डाँडा नि एक्सप्लोर गर्ने हो ल आजको हाम्रो घुमघाम यहीँ सकिन्छ फेरि हामी नेक्स्ट भिडियो बनाएर नेक्स्ट भिडियोमा भेट्ने बाचासहित होटल पढ्न चाहन्छु हस्त नमस्ते बाई ल दिपेश ओके बाई बाई ओके यहाँबाट चाहिँ म see you. घर जाने निर्णय गरेको छु ल हामी पनि यहाँ घरै जाने ल सी यू इन नेक्स्ट भिडियो